धेरैजनाले युट्युब च्यानल खोल्न चाहन्छन् तर तिनीहरूको एउटा गुनासो हुन्छ कि जहिले पनि के गुनासो हुन्छ भने मसँग एउटा राम्रो मोबाइल भइदिएको भए हुन्थ्यो, मसँग एउटा राम्रो रेकर्डिङ गर्ने माइक भइदिएको भए हुन्थ्यो, त्यसपछि मात्र म युट्युब च्यानल खोल्छु हैन। यिनी अन्य यस्ता गुनासोले गर्दाखेरि आफूमा भएको क्रेडिट हैन, जुन आफूमा भएको हुनर छ, धेरैजनाकोमा तपाईहरुकोमा फरक फरक हुनर छ। तपाईसँग कसैसँग के गीत गाउने कला होला, कसैसँग हैन एडिटिङ सम्बन्धी केही सिकाउने कला होला, कसैसँग हैन न्यूज बनाउने न्यूज लेख्ने कला होला, तपाईसँग पनि छ एउटा कला, त्यो त भन्नै पर्दैन है। यिनी गुनासोको कारणले गर्दा मसँग एउटा राम्रो मोबाइल भएपछि मात्र म युट्युब च्यानल खोल्छु, मसँग राम्रो माइक भएपछि मात्र युट्युब च्यानल खोल्छु भन्ने एउटा गुनासोले गर्दाखेरि, यही कारणले गर्दाखेरि जुन तपाईमा त्यो हुनर छ त्यो हुनर दबिरहेको छ। सुरुवाती अवस्थामा तपाईले जे छ तपाईसँग है, तपाईले युट्युब च्यानल खोल्न चाहनुहुन्छ खोलिहाल्नुस्, जुन मोबाइल छ हैन, एउटा सामान्य मोबाइलमा पनि युट्युब च्यानल खुल्छ, नखुल्ने हैन। तपाईले चाहनु पर्यो एउटा सामान्य एन्ड्रोइड मोबाइलमा पनि अब के हुन्छ, राम्रो क्वालिटीको क्यामेरा आउँछ, राम्रो क्वालिटीको भोइस रेकर्डिङ हुन्छ, भोइस रेकर्ड गर्न एडिट गर्नको लागि थुप्रै एप्लिकेसनहरु रहेका छन् हैन। तपाईले त्यहाँबाट एडिट गर्न सक्नुहुन्छ। तपाईको चाहना हुनु पर्यो मेन कुरो, तपाईले फोकस हैन, तपाईले त्यहाँ म गर्छु सुरुवाती अवस्थामा म यही बाटो गर्छु, त्यसपछि पछि ग्रो हुँदै गयो भने तपाईले लगानी लाउँदा कुनै फरक पर्दैन के। सुरुमै तपाईले लगानी लाउनु भयो हैन, 5000 10000 को माइक किन्नु भयो हैन, 40-50 हजार को फोन किन्नु, तपाईको युट्युब च्यानल पछि गएर नचल्यो भने तपाईलाई त्यो किन्नुको कुनै अर्थ हुँदैन के। त्यसैले सुरुमा जे छ त्यहीबाट सुरुवात गर्नुस् भन्न चाहन्छु है।